एउटा कुरा आज याद गर्नुभयो भने यहाँको गीतहरूमा धेरैचोटि हाम्रो प्रशंसाहरू र हाम्रो आराधनाहरूमा चाहिँ धेरैचोटि हाम्रो अवस्थाहरू हाम्रो जीवनको बारेमा धेरै हुन्छ। हाम्रो आफ्नै प्रार्थना पनि हाम्रै अवस्थाको बारेमा अनि हाम्रै जीवनमा के हुन्छ अनि हाम्रै भविष्यको बारेमा के हुन्छ अनि मेरै जीवनको लागि चाहिँ तपाईँ के गर्नुहुन्छ भन्ने कुरामा धेरै हुन्छ। तर आजको गीतहरूमा तपाईँले याद गर्नुभयो भने आज सबै गीतहरूमा चाहिँ हामीले हाम्रो बारेमा भन्दा पनि उहाँकै गुणगान मात्रै गाइरहेको थियो होइन। उहाँ कति असल हुनुहुन्छ सुरुमा होइन, हिजो आज सधैँभरि हामी चाहिँ पेट्छौँ तर उहाँ चाहिँ पेट्दैनौँ। अनि उहाँको जुन कुरा छ उहाँ जस्तो विश्वासयोग्य हुनुहुन्छ, उहाँ कति असल हुनुहुन्छ। अनि यसले हामीलाई के याद दिलाउँछ भने यो यस्तो समय रहेछ कि हामीले चाहिँ हाम्रो जीवनहरूमा हाम्रो परिस्थितिहरूमा हेरेर अल्झिने होइन, तर फेरि याद दिलाउनु आवश्यक रहेछ कि परमेश्वर चाहिँ को हुनुहुन्छ, उहाँ चाहिँ खासमा को हुनुहुन्छ भन्ने कुरा चाहिँ हामी हेर्न आवश्यक रहेछ। अनि हामीले बारम्बार हामीले चाहिँ हाम्रो विश्वासमा लगाइराख्ने कुरा चाहिँ हाम्रो प्रार्थनाहरूमा लगाइराख्ने कुरा हामी वृद्धि हुँदै गर्दाखेरि के कुरामा वृद्धि हुन्छ भन्दै गर्दाखेरि धेरैचोटि हाम्रो प्रार्थनाहरू र विश्वास पनि वृद्धि भयो भने पनि आफ्नै लागि चाहिँ वृद्धि हुने, आफ्नै लागि भन्नुपर्दा आफूलाई चाहिएको कुराहरूमा जस्तै खाँचो पर्यो भने परमप्रभुले जुटाउनुहुन्छ भन्ने कुरामा धेरै प्रार्थना गर्ने, अनि उहाँले जुटाउनुहुन्छ भने भजन पनि गाउने होइन। अनि जब त्यो चाहिँदैन अनि जब त्यो हुँदैन पैसा आउँछ त्यतिखेर त्यो भजनहरू चाहिँ बिर्सिँदै गएको जस्तो पनि हुन्छ। तर हामी हेर्छौँ भने हामी चाहिँ फेरिन्छौँ, जब परिस्थितिहरू बदलिन्छ हामी बदलिन्छौँ, हाम्रो दृष्टिकोणहरू बदलिन्छ। हामी हुनसक्छौँ हिजोभन्दा आज अलिकति धेरै बुझेका होलाौँ, अलिकति परिपक्व बनेका छौँ होला, अथवा झनै मूर्ख बनेका छौँ, थाहा छैन। तर परमेश्वर चाहिँ हिजो आज अनि सधैँभरि एक समान हुनुहुन्छ। अनि जसै हामी हेर्दै थियौँ कि कसरी उहाँको उपस्थितिमा चाहिँ उहाँलाई हृदयमा खुसी हुने कुरा चाहिँ होइन, दोस्रो गीतमा हामीले हेर्दै थियौँ होइन, उहाँलाई खुसी दिने चाहिँ केही पनि होइन कि हाम्रो हृदयको धन्यवादको भेटी हो। त्यही भएर हामी चाहिँ के अरे हाम्रो खाली हात दिउँदैछौँ तर हाम्रो हृदय चाहिँ तपाईँलाई दिन चाहन्छौँ। अनि यही कुरामा हामी हेर्दै गर्दाखेरि उहाँ कति योग्य हुनुहुन्छ र साथसाथै उहाँको योग्यताको कुरा मात्रै होइन तर उहाँ कति असल हुनुहुन्छ। अनि हामी जब आराधनाले भरिन्छौँ अनि उहाँको महिमाको निम्ति हामीले भजनहरू गाउन थाल्छौँ, त्यो चाहिँ नरोकियौँ जस्तो है। अनि लास्टमा चाहिँ रोकिनै इच्छा नै थिएन, तर के गर्ने त्यस्तै छ। यो संसारमा पाप र दुःख हुन्छन् धेरै भने जस्तै भयो होइन, फेरि हामीलाई निकाल्दैन यहाँबाट भनेर हामीले त्यस्तै गर्नुपर्ने भएको छ। तर जस्तै हामी अन्तिममा हामी छुट्नभन्दा अगाडि म केही कुराहरू आज मेरो हृदयमा जे छ म त्यो कुराहरू तपाईँहरूको बिचमा बोल्न चाहन्छु। न्यायकर्ताको पुस्तकबाट जुन मैले धेरै अगाडि प्रचार गरेको थिएँ, न्यायकर्ताको समयको मैले सोच्दै थिएँ आज बिहान क्या, न्यायकर्ताको समयहरूमा जुन अवस्था थियो अनि त्यहाँ परिचय मात्रै, खासमा मैले न्यायकर्ताको पुस्तक खास भने बिचबाट सिकाउनु भन्दा पनि परिचयबाटै मैले धेरै सिकाएको छु। पुस्तक परिचय छ नि, अनि यसबाट हेर्ने भने यहाँ विशेष गरी नै पहिले यहीँ लेखिएको छ कि, अनि यस पुस्तकको मुख्य विषय चाहिँ यहाँ परिचयमा लेखेको छ कि परमप्रभुको दृष्टिमा जे खराब थियो इजरायलले त्यही गरे। मुख्य विषय चाहिँ के छ, परमप्रभुको दृष्टिमा जे खराब थियो इजरायलले त्यही गरे। परमप्रभुको नजरमा उहाँले हेर्दाखेरि जुन कुरा असल थिएन, जुन खराब थियो इजरायलले चाहिँ त्यही गरे। हाम्रो नेपाली स्वभावमा छ नि होइन, तँलाई मन पऱ्यो भने झन् गर्छु लज्जा भने जस्तो क्या, तँलाई राम्रो लाग्दैन भने चाहिँ झन् गर्छु तँलाई। कसैलाई चाहिँ के अरे पिरो भएकै खुर्सानी कति खार आयो भने पनि झन् खुर्सानी लज्जा झन् बढाइन्छु आगो, यस्तै न्यु खोजा जस्तो। परमेश्वरले झन् मन पर्दैन, त्यो कुरा मेरो लागि ठिक होइन, त्यो मेरो नजरमा नै घृणित छ भन्यो भने इजरायलले चाहिँ त्यही गर्न थाल्थे। तर जानेर कि नजानेर भन्ने क्वेसन नै थिएन त्यहाँ। उनीहरूको स्वभाव नै यस्तो भएको थियो कि उनीहरू स्वभावैले परमेश्वरलाई जे मन नपर्ने त्यही गर्ने क्या, टेढो गर्ने, उल्टो गर्नुपर्ने। परमेश्वर चाहिँ सिधा हुनुहुन्छ, जुन असल हुनुहुन्छ, अनि ठ्याक्कै उहाँको विपरीत गर्नुपर्ने। अनि उनीहरूले सोचेको पनि होइन, परमेश्वरको लागि भन्ने पनि छैन, परमेश्वर रिसाउला भन्ने पनि छैन। उनीहरूको गीतमा के छ, उनीहरूको अनि त्यसकै तलपट्टि के छ थाहा छ, ठ्याक्कै 21 अध्यायको 25 पदमा न्यायकर्ताको चाहिँ यो चाहिँ मुख्य हो क्या। यो पुरा तपाईँले यदि हेर्नुहुन्छ भने न्यायकर्ताको पुस्तकभरि यो चाहिँ बारम्बार दोहोऱ्याइएको पद हो, यो चाहिँ बारम्बार लेखिएको छ। किनभने एकचोटि एउटा पुस्तकमा मात्रै भयो होला भने त्यो पुस्तक सकिन्छ, अर्को पुस्तक सुरु हुन्छ। न्यायकर्ताको पुस्तकमै होइन, न्यायकर्ताको पुस्तकभित्र नै धेरैवटा पुस्तकको छ। एउटा पुस्तक सकिन्छ, अर्को पुस्तक सकिन्छ होइन, 100 वर्ष फेरि अर्को 100 वर्ष, 100 चाहिँ कतिवटा पुस्तक सकेर त्यसरी हुँदै गर्दाखेरि यहाँ चाहिँ एउटा कुरा चाहिँ के रिपिट हुन्छ भने ती दिनमा इजरायलमा कुनै राजा थिएन र हरेक मानिसले आफ्नो दृष्टिमा जे ठिक लाग्यो त्यही गर्दथे। दुईटा पद, मुख्य पद चाहिँ न्यायकर्ताको पुस्तकभरि नै
पहिला चाहिँ के अरे परमेश्वरको दृष्टिमा जे खराब थियो इजरायलले त्यही गर्थे। अनि अब के छ त्यो दिनमा राजा थिएन, त्यही भएर मानिसले चाहिँ आफ्नो दृष्टिमा जे ठिक थियो उनीहरूले त्यही गर्थे। म्याथ पढ्दै गर्दाखेरि एलएचएस इक्वल्स टु आरएचएस ग्रुप भन्ने पढ्नु भएको छ। उनीहरूले गर्न चाहिँ के गर्थे अरे एलएचएसमा के छ अब यता बायाँपट्टि के छ भन्दै गर्दाखेरि परमेश्वरको नजरमा जे खराब थियो त्यही गर्थे। अब यहाँ के यतापट्टि के छ उनीहरूको दृष्टिमा जे ठिक छ त्यही गर्थे। यसको अर्थ के हो त भन्दाखेरि परमेश्वरको नजरमा जे खराब थियो मानिसको नजरमा चाहिँ त्यो ठिक हुन थाल्यो। गर्न चाहिँ त्यही गरेको छ होइन। अनि उनीहरूले दोष चाहिँ कसलाई लगाएको छ ती दिनमा इजरायलमा कुनै राजा नभएको कारणले भनेर भनेको छ। उनीहरू भन्नुपर्दा चाहिँ अरू देशमा राजा चाहिँ छन्, त्यही भएर राजाहरूले दोहोऱ्याउँछन् नि त। राजाहरूले चाहिँ इजरायल देश कसरी जानुपर्ने हो राजाहरूलाई थाहा छ, परमेश्वरले त्यसरी नै अभिषेक गर्नुभएको छ। तर हामीसँग राजा नै छैन, हामीसँग अगमवक्ता छ, बुढा बेलामा गाली गर्छन्, त्यति नै हो। अनि यस्तो अलिक महापुजारी छ, पुजारीहरूको कुरा हुँदै थियो, तर उनीहरूले राजा नभएको कारणले हो क्या, नत्र त म परमेश्वरको लागि एकदम सही मान्छे हो। हामी राजा नभएको कारणले गर्दाखेरि मात्रै हो। त्यही भएर परमेश्वरले पछि सामुएललाई चाहिँ जाइनेलाई राजा दिए भनेर दाउद राजा दिनुहुन्छ। र पनि दाउद राजा आएपछि पनि इजरायलहरूले परमेश्वरको इच्छाअनुसार गरेको छन् र गर्दैनन् नि होइन। मान्छेको व्यवहार यस्तै हो रहेछ भनेर हामीले बुझ्छौँ होइन। तपाईँलाई थाहा छ मान्छेहरूले धेरै उखानहरू बनाएका छन्। अनि ती उखानहरूमा एउटा कुकुरको पुच्छर चाहिँ 12 वर्षसम्म ढुङ्गा के ढुङ्गा कि ढुङ्गो के ढुङ्ग्रोमा राख्यो भने त्यो चाहिँ सिधा हुँदैन भनेर भनिन्छ होइन। आफू बाङ्गो भएको देखेको छैन, तर मान्छेको गिरीमा चाहिँ के हुन्छ भने अरूलाई अरूको बाङ्गोको बारेमा चाहिँ मजा उडाउन रमाइलो लाग्छ। जब जब मैले उखान सुन्छु नि मलाई चाहिँ कुकुरको पुच्छर बरु सिधा हुन्छ होला, मान्छे सिधा हुँदैन जस्तो लाग्छ। किन थाहा छ? किनभने मान्छे चाहिँ आफ्नो नजरमा जे ठिक छ त्यही गर्नमा आइहाल्छ। अहिलेको समय पनि धेरै चाहिँ म आज बिहान यही याद गर्दै थिएँ कि अहिलेको मण्डलीलाई हामी हेर्छौँ भने, अहिलेको मानिसहरू हामी आफैलाई हेर्छौँ भने हामीले के गर्न थालेको छ भने हाम्रो नजरमा जे ठिक छ हाम्रो आफ्नै व्याख्या छ। बाइबल खोल्यो भने सबै मण्डलीको आफ्नै व्याख्या सुरु हुन्छ। कोरिन्थीको मण्डलीमा झन् सबैभन्दा कन्ट्रोभर्सियल पत्र होइन। कोरिन्थीको पत्र खोल्नुपर्छ, एउटा मण्डली भन्दा अर्को मण्डलीमा छुट्टै व्याख्या सुरु भइसक्यो। फेरि अर्कोले होइन अर्कै हो हामी भनिसक्यो, अर्कोले अर्कै हो भनिसक्यो। कसैले पास्टर गर्नलाई ब्याचलर इन थियोलोजी पढ्नुपर्छ भन्न थालिसके, कसैले चाहिँ पास्टर भनेको परमेश्वर पवित्र आत्माको सेवकाई हो, तिमीहरूको योग्यताको सरकारै छैन, 2 कोरिन्थी 5 अध्यायले भन्दैन र भनेर गाली गरेको छ। केही मण्डलीहरूको यस्तै छ अझै पनि स्वभाव होइन। के अरे कपडामा गणेशको फोटो आयो, हात्ती छ भनेर बसिरहेछन् भने कतिजना चाहिँ लगाइ बाहिरी कुराहरू होइन, तपाईँले हृदयभित्र हेर्नुहुन्छ बाहिरको होइन भनेर बिगाइरहेछन्। तर मण्डलीमा यस्तै आफ्नै व्याख्याहरूलाई धेरै ठुलो बनाएको छन्। अनि उनीहरूले के भनेको छ मेरो नजर चाहिँ बेटर हो, बेस्ट हो, ठिक हो। तर विश्वास चाहिँ हाम्रो नजरमा के ठिक छ भन्दा पनि परमेश्वरको तपाईँको नजरमा चाहिँ के ठिक छ मा आधारित हुनुपर्ने रहेछ। हाम्रो विश्वास चाहिँ केसमा छ? अनि मैले त्यही भएर यो समयमा चाहिँ मैले यो हेर्दै थिएँ कि ध्यान दिँदै थिएँ। हामीले रिसेन्टली हामीले 40वटा जिल्ला टार्गेट गरेर 45वटा जिल्ला हामीले छोएर आएका छौँ। परमेश्वर विश्वास योग्य हुन्छ। जुन दर्शन हामीलाई परमेश्वरले 1 वर्ष अगाडि दिनुभएको थियो, आज होइन ठ्याक्कै त्यो सकिएको फर्स्ट ट्युजडे होइन आज ठ्याक्कै त्यसपछि। अनि मलाई यो पनि याद आइरहेको थियो अघि नै परमेश्वर विश्वास हिजो आज सधैँभरि भन्दै गर्दाखेरि मलाई बारम्बार होइन। अनि हामी धेरैवटा जिल्लामा जाँदै गर्दाखेरि मैले यो गीत गाउँदै गएको थिएँ जिल्लाहरूमा छुँदै गर्दाखेरि क्या, हिजो आज सधैँभरि होइन तपाईँ चाहिँ एक समान हुनुहुन्छ, हामी फेरिन्छौँ। हाम्रो गीतले भ्याउँदैन, हामीले जान्नेवाला पनि छैन, हामी धेरैचोटि जान्ने पल्टिन्छौँ होइन। अनि आफूले व्याख्या गर्यो, आफूले सिकेँ, मैले जाने भन्यो, अनि अन्तिममा आएर त्यो चाहिँ गलत हुन्छ भने थाहा पनि छैन। जसरी न्यायकर्ताको समयमा थियो उनीहरूलाई थाहा नै छैन उनीहरूले परमेश्वरको नजरमा जे घृणित छ त्यही गर्दैछन् भनेर थाहा नै छैन। अनि उनीहरू दोष चाहिँ कसलाई दिइरहेछ? आफूलाई होइन, शैतानलाई पनि होइन। दोष चाहिँ तपाईँले राजा नदिएको सिधै परमेश्वरलाई उल्टै मात्रै भनेर टेढे कुकुर त बरु सिधा हुन्छ होला, आइरन गरेर के गरेर होइन, बरु एउटा बाँध्यो भने सर्जरी गरेर दिइहाल्यो भने सिधा हुन्छ होला। मान्छेको गिरी चाहिँ यत्रोचोटि हामीले देखेका छौँ परमेश्वर विश्वास योग्य ठहरिनु भएको छ।
अब्राहमको समयमा उहाँ विश्वासयोग्य हुनुहुन्छ, नोआको समयमा उहाँ विश्वासयोग्य नै हुनुहुन्छ, मोसाको समयमा उहाँ विश्वासयोग्य हुनुहुन्छ, यहोशूको समयमा विश्वासयोग्य हुनुहुन्छ, न्यायकर्ताको समयमा, राजाको समयमा, अगमवक्ताहरूको समयमा, जुनसुकै समयमा चाहे यसो जब देहधारी हुनुभयो नयाँ करारमा हामी हेर्छौँ नि उहाँ त झन् विश्वासयोग्य जतिखेर पनि हामी देखेकै छौँ र अहिलेको समयसम्म पनि हिजो आज सधैँभरि एक समानै हुनुहुन्छ, उहाँ बदलिनै भएको छैन। तर अझै पनि गीति चाहिँ के भन्छ, हाम्रो नजरमा यो चाहिँ ठिक होला। अनि अलिकति घाँटी भोक्रो बनायो होइन, यस्तो गर्नुपर्छ मण्डली भनेको, तपाईँ टाउके होइन नि होइन, मण्डलीको शिर त ख्रिस्ट हुनुहुन्छ। अनि शिरले जे भन्छ त्यो पो हो त मण्डली, टाउकोले जे भन्छ। तर मान्छेको आफ्नै व्याख्या सुरु, आफ्नै के सुरु। अब यो मैले भन्न थाल्यो भने यो त पुरा त्यो के अरे गनगन गर्ने पाठशाला जस्तो सुरु हुन्छ होइन, त्यो गनगनीले के पाएँ यही मात्रै पाएँ भने जस्तो नहोस् भनेर मैले पुरा नत्र लिस्ट त मसँग छ अहिलेको मण्डलीमा के गलत छ भनेर क्या। तर म हेर्नै चाहदिनँ के गलत छ भनेर हेर्ने कुरा पनि होइन। मेरो नजरमा चाहिँ प्रभु चाहिँ कति सही हुनुहुन्छ त्यो चाहिँ हामीले प्रचार गर्न सक्नुहुन्छ। अफकोर्स गल्ती सबै मण्डलीमा हुन्छ, हामी सही छैन, पुरै सही छौँ भन्न त सक्दैनौँ हामी पनि। अनि हामीले पनि सिक्नु जरुरी छ, हामी पनि सिक्दैछौँ बिस्तारै बिस्तारै। हामी बिचमै भएका धेरैवटा खराब कुराहरू हुनसक्छ जुन कुरा हाम्रो बुझाइमा गलत अथवा अपूर्ण छ। अनि बाइबलले भनेछ अपूर्ण छ भन्नुको अर्थ गलतै हो। अनि त्यो भएको कारणले गर्दाखेरि हामी चाहिँ हाम्रो विश्वास र हाम्रो व्याख्या र हाम्रो दृष्टिमा जे ठिक छ होइन, हामीसँग के छ र के छैनमा पनि होइन, तर परमेश्वर चाहिँ कति ठिक हुनुहुन्छ, उहाँ कति विश्वासयोग्य हुनुहुन्छ भन्ने कुरामा हुनु आवश्यक छ। अनि यो आज तपाईँहरू सबैजनालाई म यही उत्साह दिन चाहन्छु। हामीले फेथ कोर्समा पनि यो राखेको थियो होइन, अस्ति कति 4-5वटा फेथ कोर्सभन्दा अगाडि छ होला। क्रिस्चियन हुनु भनेको चाहिँ अथवा ख्रिस्टीय सम्बन्ध, ख्रिस्टसँगको हाम्रो सम्बन्ध भनेको चाहिँ प्रेम सम्बन्ध हो। अनि यो चाहिँ हामी कसरी राम्रो बन्ने, हामी कसरी सिद्ध हुने, हामी कसरी राम्रो मान्छेहरू बन्ने अथवा परिपक्व बन्ने सङ्घ सरकार होइन कि उहाँ चाहिँ कति असल हुनुहुन्छ, उहाँ चाहिँ कति विश्वासयोग्य हुनुहुन्छ, उहाँ चाहिँ कति सिद्ध हुनुहुन्छ, उहाँ चाहिँ कति शुद्ध हुनुहुन्छ, उहाँ चाहिँ कति पवित्र हुनुहुन्छ। मण्डलीको सोच विचारमा चाहिँ हामी के हुन सक्छौँ भन्दा पनि उहाँ चाहिँ को हुनुहुन्छ म अझै धेरै आधारित हुन सक्छ। हामीले जानेकै छैनौँ क्या। हामीले हिजो पनि कुराकानी गर्दैथ्यौँ हामी केही मानिसहरूले, हामी 3-4 अनि मैले बारम्बार यही सोचिरहेको थिएँ कि हामीले प्रभुको बारेमा के प्रभु मैले तपाईँको बारेमा अझै कतिवटा कुरा थाहा नै छैन, कतिवटा होइन धेरै कुरा थाहा नै छैन, म अझै जान्न चाहन्छु। मैले अहिलेसम्म तपाईँको बारेमा सोचेको अथवा जानेको के थाहा त्यो त अपूर्णै हुन्छ नि त होइन, गलत पो छ कि अपूर्ण त छँदैछ होइन, गलतै पो छ कि म तपाईँलाई चिन्दै पो सकेको छैन कि किनभने त्यो सम्भव छ नि होइन, परमेश्वरलाई चिन्न नसक्ने पनि हुन्छ नि होइन। येशू ख्रीष्ट चाहिँ जब उहाँ आउनुभयो यसरी उनीहरू दिन रात वचन पढ्ने मनन गर्ने व्यक्तिहरू त्यही वचन देहधारी हुनु भएर आउँदाखेरि चिन्दा पनि चिनेन, क्रुसमा लगाएर टाँगेको। अनि हामीले के साँच्चै परमेश्वरलाई चिनेका छौँ त? अनि मैले हिजो प्रार्थना प्रभु मैले तपाईँलाई चिनेकै छैन जस्तो लाग्छ। चिन्न त चिनेको छु, येशू ख्रीष्ट थाहा छ, तपाईँ हुनुहुन्छ, यस मैले तपाईँको उपस्थितिलाई महसुस गरेको छु। के भन्नु, मसँग उ नै छैन कि एक्सक्युज नै छैन क्या, बहाना नै छैन। मेरो जीवनमा जहाँ हेरे पनि तपाईँ हुनुहुन्छ र पनि मैले अझै तपाईँलाई चिन्न सकेको छैन क्या, अझै क्या तपाईँको बारेमा जान्न चाहन्छु। आई वान्ट टु नो यु मोर। एउटा इङ्ग्लिस गीत छ कि आई वान्ट टु नो यु मोर आई सरेन्डर। अनि मैले यो गीत पनि गाइरहेको थिएँ कि प्रभु म समर्पण गर्छु, म अझै तपाईँलाई जान्न चाहन्छु, अझै। मण्डलीको प्रार्थना, मण्डलीको वचन प्रचारको विषय चाहिँ हाम्रो बारेमा अल्झेर बस्ने होइन क्या। यो मण्डली त्यो मण्डली हाम्रो यताउता तिनीहरू यस्ता गरे, हाते त यस्तो छ, यस्तोको सट्टामा यस्तो भएर यस्तो आशिष दिनु पर्यो होइन, यस्तो हो नि त आशिष दिनु पर्यो, यस्तो गरेर यस्तो छ। अनि मैले हाम्रो बारेमा हुँदैन होइन, हाम्रो प्रार्थनाको विषय, मण्डलीको अहिलेको सोच विचारको विषय चाहिँ प्रभु वी वान्ट टु नो यु मोर। हामी तपाईँलाई अझै जान्न चाहन्छौँ, तपाईँ कस्तो हुनुहुन्छ हौ, हामी अझै सिक्न चाहन्छौँ। अनि अर्को पनि याद आइरहेको थियो, मलाई त याद धेरै आउँछ होइन, इजिकियलको समयको क्या
इजिकियल यस्तो व्यक्ति जो चाहिँ कल्पना धेरै गर्ने भनेर लेखेको छ उसको पुस्तक परिचयमा होइन। अनि इजिकियल चाहिँ जब बस्दै गर्दाखेरि उसले दर्शन देख्न थाल्छ, कस्तो कस्तो अजिब अजिब दर्शन देख्छ कि इजिकियलले। पाङ्रा थियो अरे, पाङ्राभित्र स्वर्गदूतको आत्मा थियो अरे, के भने क्या मैले त यसरी मेरै दिमाग घुम्यो कि ओ माई गॉड होइन, के हो देखेको भने आज तपाईँलाई स्वर्गदूतको पाङ्रामा उसको आत्मा थियो अरे भनेर लेखेको। अनि स्वर्गदूत पनि पखेटा उता 4वटा पखेटा 2टा यता चेक्ने 2टाले उता चेक्ने अनि गुडिया छ फेरि त्यो सबैजना। अनि त्यसको माथि सिंहासन छ अनि परमेश्वर विराजमान छ। कस्तो खालको अवतारी गाडीमा चढ्नु हुँदो रहेछ परमेश्वर जस्तो लाग्यो त्यो पढ्दै गर्दाखेरि के। र त इजिकियलले जब परमेश्वरको दर्शन देख्यो नि उसले जसरी व्याख्या गरेको छ नि अनि त छक परे के, हामीले देखेकै छैनौँ त त्यसो भनेर, देखेको छैन कि आऊ जस्तो लाग्यो मलाई त। किनभने इजिकियलले उसले व्याख्या गर्न जति सके, जतिसम्म उसको दिदीले भ्यायो नि उसले आफ्नो प्रकारले उसले व्याख्या गरे क्या, यस्तो खालको थियो भनेर व्याख्या गर्न खोजे। र पनि इजिकियलमा मात्र पनि सीमित छैन नि त होइन। परमेश्वरको महिमा त इजिकियलले देखेसम्म मात्रै हो र छैन त। अनि मैले चाहिँ त्यही भन्नु मैले हाम्रो दौड त अझै कति महान छ क्या, हामीले त अझै कति परमेश्वरको महिमा देखिसक्नु पर्ने, अझै उहाँको कति चाहना गरिसक्नु पर्ने। जब त्यो त अझै पुरानो करारमा इजिकियलको समयमा, हामी त नयाँ करारमा जहाँ चाहिँ ख्रिस्टमा हामीले विजय पाएर पनि हामी पवित्र आत्मा भएका मण्डली भरिपूर्ण भएर हिँडेकाहरू, अगुवाई भएकाहरू, हामी त झन् अझै कति महान महिमामा हुनुपर्ने होइन। दोस्रो कुरो दिदी पुस्तकले नै भन्छ होइन, माटोको भाँडोमा राखेको यो महिमा चाहिँ कस्तो चिरा त परेको छ तर परमेश्वरको महिमा त यही चिराबाट होइन निस्किन्छ नि। अनि हामीले चाहिँ एउटा महिमादेखि अर्को महिमा चाहिँ हामी घुन्टो हटाइएको उहाँहरूले त्यतिखेर घुन्टो थियो र पनि इजिकियलले यस्तो खालको महिमा देखे कि हामीले अहिले पढ्यो भने दिमागले काम गर्दैन। अहिले घुन्टो हटाइएको रे हामी चाहिँ अनि झन् हामीले चाहिँ खोजेको छैन। अनि मैले भने हामीले मण्डली के पो हेर्नुपर्ने रहेछ, कहाँ चाहिँ हुनुपर्ने रहेछ हाम्रो नजर, हाम्रो दृष्टिकोण। प्रभु तपाईँ कस्तो हुनुहुन्छ हामी अझै देख्न चाहन्छ, अझै जान्न चाहन्छ। हामी अन्तिममा म एउटा के अरे हामीसँग भएको घटना भनेर अनि त्यसपछि आज प्रार्थना गरेर परमेश्वरलाई धन्यवाद दिनेछौँ है त। हामी हिँड्दै गर्दाखेरि धेरै खालको मानिसहरूसँग भेट हुन्छ नि होइन। अनि केही मानिसहरूसँग भेट हुँदै गर्दाखेरि एकजना आन्टी हुनुहुन्छ अनि उहाँले चाहिँ के भन्नुभयो भने फर्स्ट टाइम भेटेको क्या, उहाँले के भन्नुभयो भने प्रभुलाई धन्यवाद, प्रभुले चाहिँ मलाई यस्तो खालको दर्शन दिनुभयो। नि कस्तो खालको दर्शन दिनुभयो, प्रभुले त मलाई ठ्याक्कै म खाना पकाउँदै गर्दाखेरि छोरी तैँले खाना पकाउँदै गर्दाखेरि एउटा कुरा याद राख है भन्छ। के याद राख्नु, ग्यास बन्द गर भन्नुभयो। एकदम ओके ग्यास बन्द गर्न चाहनुभयो क्या। अनि त्यसपछि के भन्छ छोरी मैले चाहिँ तँलाई चाहिँ अब यता बोलाएको छु भनेर बोलाउनु भयो। उता बोलाउँदै गर्दाखेरि के भन्नुभएछ भन्दाखेरि तल चाहिँ बत्ती निभेको छैन चाहिँ बत्ती निभा भनेर भन्नुभयो भने अनि ओके भनेर उहाँले गएर बत्ती पनि निभाउनु भयो। अफकोर्स परमेश्वरले भन्नुहुँदैन, याद दिइहाल्नुहुन्छ होइन। अनि उहाँले गएर बत्ती पनि निभाउनु हुन्छ। अनि त्यसपछि उहाँले के भन्नुभयो भने छोरी अब माथि आइज भन्नुभयो। अनि माथि आइसकेपछि अनि प्रभु अब म सुत्ने हो भन्छ। होइन बत्ती त निभाइस् तर सुत्न चाहिँ नसुत्ने, आँखा खोला गरेर बस भन्नुभयो अरे। अनि त्यसपछि उहाँले आँखा खोलेरै गरेर बस्नु भयो अरे। अनि अब के भन्नुभयो प्रभुले भनेर भनेको अब यसरी भन्नुभयो छोरी अब मेरो निम्ति अब चाहिँ प्रार्थना गर, तेरो मण्डलीको निम्ति प्रार्थना गर भन्नुभयो भन्छ। ए हो र अनि चाहिँ ओके त्यसो भने प्रार्थना गर्छु। अनि ठ्याक्कै यसरी 2 बजे प्रार्थना गर्दै थिएँ। अनि छोरी भन्दा भन्दै यताबाट चाहिँ अर्कै अब शैतानले चाहिँ अर्कै आवाज लिएर आयो अरे। अनि शैतानले चाहिँ बहिनी भन्न थाल्यो। अनि मान्छे बहिनी भने शैतानले चाहिँ। अनि त्यसपछि म चाहिँ छोरीको आवाज धेरै माया त कसको धेरै हुन्छ, छोरीको धेरै हुन्छ होइन भनेर होइन उहाँले व्याख्यान गरे। त्यही भएर म चाहिँ पिताको आवाज धेरै सुने अनि त्यो बहिनी भनेको चाहिँ आवाज सुनिनँ। अनि मलाई चाहिँ एउटा त्यो सुन्दै गर्दाखेरि मलाई कस्तो इनोसेन्ट पनि लाग्यो होइन, एक हिसाबले भन्यो भने क्युट पनि लाग्यो। किनभने एटलिस्ट परमेश्वरको आवाज सुन्न चाहन्छु भन्ने हृदय छ क्या उनीहरू। मलाई थाहा छ त्यो बाइबलीय कतिवटा कुरा बाइबलीय होइन जुन हुन्छ नि त्यो अब कहाँ शैतानले आएर बहिनी भन्नुहुन्छ होइन। तर स्टिल त्यो इगरनेस के म प्रार्थना गर्दै थिएँ। अनि 2 बजे 3 बजे शैतानले आएर बहिनी भन्ने यसो भन्यो भने क्या मैले म त्यो जान्दिनँ। तर मैले एउटा कुरा सोचिरहेको थिएँ कि हाम्रो मण्डलीमा हामीले कस्तो खालको शिक्षाहरूलाई हामीले प्राथमिकता दिएका छौँ। अनि विश्वासीहरूको विश्वास कस्तो छ, के कुरामा विश्वास छ। यदि हामीले हाम्रो प्राथमिकता, हाम्रो शिक्षाहरू, हाम्रो विश्वास परमेश्वरलाई अझै जान्ने कुरामा भएको भए हुन सक्थ्यो विश्वासीहरूले अझै परिपक्व भइसक्थे कि
अझै परमेश्वरको सत्यतालाई अझै धेरै चिनिसक्थे कि अझैसम्म पनि जुन कुरा बाइबलीय नै छैन शैतानसँग कुराकानी गर्ने शैतानसँग झगडा गर्ने अरे 3 बजे उठेर शैतानलाई मुख काट्नुपर्छ डाँट्नुपर्छ अरे 3 बजे डाँट्ने समय हो भन्दै भन्छ म चाहिँ के भन्छ 3 बजे सुत्ने समय कि त फिल्म हेर कि सुत के हो त्यसको होइन डाँट्ने समय अरे अनि त्यसैले भन्छौँ कि दारा फिटेर होइन डाँट्ने समय हो 3 बजे जुन युद्ध ख्रिस्टले जिति पनि सक्नुभयो उसमा अहिले आएर लडाइँ खेलिरहेको छ तपाईँ विजयी भइसक्नु भएको छ कहिलेसम्म लडाइँ गरेर बस्नुहुन्छ हारिसकेको शैतानलाई कसरी हराउनु पर्छ र बाइबलले चाहिँ येशू ख्रिस्टले चाहिँ 3 बजे उठेर युद्ध गरेर बस भनेको छैन येशू ख्रिस्टले भन्नुभएको छ डाँटेर बस भन्नुभएको छ छैन नि कुटेर बस भन्नुभएको छैन साधारण विश्वास गर्नेहरूसँग यी चिन्ह हुनेछन् मेरो नाउँमा तिनीहरूले भूत आत्मा झपाउनेछन् क्या किक आउट लात हालेर निकाल्नेछन् झगडा गरेर बस्ने डाँटेर बस्ने भनेको होइन गफ गरेर बस्ने उसले बहिनी पनि उसले दाइ भन्ने मैले अस्ति प्रचार गर्दै भनिरहेको मण्डलीले अहिलेसम्म आफ्नो अधिकार जानेकै छैन जस्तो लाग्छ मलाई तपाईँले थाहा थियो शैतान चाहिँ तपाईँले देखेर डराउँछ तपाईँ परमेश्वरको सन्तान हो भने थर काम छ अनि मैले चाहिँ यो प्रचार गर्दै थिएँ कि शैतान हामीलाई देखेर डराउने हामी शैतानलाई देखेर डराउने भइरहेको कुकुर जस्तो कुकुर र मान्छे तपाईँले देख्नु भएको छ कुकुर चाहिँ किन भुकेको भने मान्छे यसले मलाई ढुङ्गाले हान्छ कि भनेर भुकेको डराएर अब मान्छे चाहिँ यसले मलाई टोक्छ कि भनेर डराएर यस्तै भएको छ यस्तो नहोस् झन्डै हामी यस्तो नहोस् हामी अझै परिपक्व कुराहरू राख्यौँ हामी उहाँको बारेमा अझै जान्न चाहन्छौँ हामी परमेश्वरलाई धन्यवाद दिउँ आजको सेवाको निम्ति अनि हामी उहाँसँग यही प्रार्थना होस् है हुन्छ हामी यही प्रार्थना गर्नेछौँ अनि आज मात्रै होइन अहिले मात्रै होइन तर हाम्रो प्रार्थना र विश्वास वी वान्ट टु नो यु मोर हामी तपाईँलाई अझै जान्न चाहन्छौँ अनि यो हप्ता एकजना पास्टरले मलाई भन्नुभएको थियो उहाँले मलाई के भन्नुभएको थियो भने सबैजना चाहिँ हामी जस्तो हुँदैन भन्नुभयो कि अनि कस्तो हो हामी चाहिँ कस्तो खालको छ हामी त बौला छौँ भन्नुभयो कि म त हो त हुन त हो हामी त बौला छौँ होइन किनभने बाइबलले के भन्छ यदि परमेश्वरको लागि हो भने मेरो होस् ठेगाना छैन भनेर बाबुले भनिसक्यो भने हो हामी बौला छ अनि मान्छेले बुझ्दैन क्या यस्तो बौला गर्नु भने अनि यसरी भन्दै थियो कि मान्छे यसरी कसरी कतिखेर बौलाउँछ थाहा छ जब लभ पर्छ नि त्यसपछि बौला छ मान्छे यसरी अनि त्यही भएर यसरी भन्नुभएको थियो कि हाम्रो यीशुसँग लभ परेको छ त्यही भएर यसरी बौला जस्तै हिँडेको छ मान्छे कसैले केही भनेको पनि छैन घर भनेको पनि छैन दिनु पनि परेको छैन हिँडेको छ हिँडेको किन लभ परेको छ लभ परेपछि मान्छे बौलाउँछ त्यसले काम गर्दैन अनि सही लाग्ने नि होइन अनि हाम्रो विश्वास चाहिँ यदि ख्रिस्टमा लभ परेको छ भने तपाईँ थाहा छ लभ परेपछि के हुन्छ झन् धेरै जान्ने चाहना हुन्छ नि त उसको बारेमा होइन लभ परेपछि होइन उसले के गर्यो होला भात खायो कि खान होला मेरा बेटीले ताना तायो कि नै ताया भन्ने हुन्छ होइन खाना खायो कि नै ताया नुहायो कि नुहाएन होला टोइलेट गयो कि गएन होला स्कुल गयो कि गएन अनेक थरी अनि यदि हामी ख्रिस्टसँग लभ परेको छ भने हाम्रो उहाँको बारेमा अझै जान्ने चाहना हुँदै रहेछ हो तपाईँ अझै कस्तो हुनुहुन्छ तपाईँले यसलाई कसरी हेर्नुहुन्छ तपाईँको दृष्टिकोणले तपाईँले कसरी तपाईँले हेर्दाखेरि चाहिँ कस्तो छ अनि मैले कतिजनासँग मैले यस्तो क्विजहरू पनि खेलिरहेको थिएँ कि हिजो बाइबल क्विजहरू के अब जस्तै यो समय यो पुस्तकबाट यसले भन्नु खोजेको के हो अनि एकजनासँग चाहिँ मैले के भन्दै नि हितोपदे 6 अध्याय याद छ 16 पददेखि 19 पदसम्म यसमा एउटा अनौठो कुरा गरिएको छ 7वटा कुरा लेखिएको छ होइन तर यसरी लेखिएको छ कि 6वटा कुरा चाहिँ पहिलो 6वटा कुरा चाहिँ परमेश्वरलाई चाहिँ परमेश्वर चाहिँ घृणा गर्नुहुन्छ भनेर लेखेको छ अनि 7औं कुरा चाहिँ उहाँको दृष्टिमा घृणित छ भनेर लेखेको छ अनि त्यो किन त्यसरी छुट्टै छुट्टै बनाएको 7वटै परमेश्वरलाई मन पर्दैन भनेको भइहाल्थ्यो 6वटा चाहिँ उहाँले घृणा गर्नुहुन्छ अरे 7औं चाहिँ उहाँको दृष्टिमा घृणित छ भनेर लेखेको छ क्या अनि मैले क्वेसन सोध्दै थिएँ कि यसको अर्थ के मलाई कसरी चाहिँ सिक्न सक्छ होला भनेर हाम्रो दिदीले चल्न थाल्ने रहेछ क्या उहाँले किन चाहिँ यस्तो भन्नुभयो कस्तो चाहिँ हो भयो होला त्यो समयमा अनि हाम्रो धेरैवटा प्रश्न हुने रहेछ कि उहाँ कस्तो हुनुहुन्छ किन त्यतिखेर त्यसरी भन्नुभयो उहाँको वचनमा यो किन छ धेरैवटा त्यस्तो हुने रहेछ कि किन लभ परेको छ नि त सिम्पल एन्सर लभ परेको चाहिँ त्यस्तो हुने रहेछ है आमेन लभ परेछ आमेन हामी परमेश्वरलाई धन्यवाद दिउँ है त पिता धन्यवाद चढाउँछौँ
तपाईँ महान परमेश्वर जो विश्वासयोग्य हुनुहुन्छ, हामी अझै तपाईँलाई जान्न चाहन्छौँ, तपाईँको इच्छालाई बुझ्न चाहन्छौँ, हामी तपाईँको हृदयलाई जान्न चाहन्छौँ। हामी आफ्नै सीमित गर्छौँ धेरैचोटि हाम्रो सोच विचारमा, हाम्रो दृष्टिकोणमा, हामीले जानेको कुराहरूमा, हामीले पढेको कुराहरूमा मात्रै। तर हामी तपाईँको सत्यतालाई देख्न चाहन्छौँ, तपाईँको साँचो प्रेमलाई हामी महसुस गर्न चाहन्छौँ। अनि अहिलेसम्म जे सिकेका छौँ ती कुराहरूमा तपाईँले सिक्नु पर्ने होइन, तर अझै तपाईँको बारेमा सिक्न चाहन्छौँ। अनि तपाईँले नै बताउनुहोस् के हुन आवश्यक छ, अनि हामीलाई परिपक्व बनाउनुहोस् तपाईँको इच्छा अनुसार। सबै आदर, सबै महिमा तपाईँलाई नै चलाउँछ, तपाईँकै नै हो। ख्रीष्ट येशूको नाममा आमेन।